नमस्ते, फेरि पनि स्वागत छ तपाईहरुलाई इजी अनलाइन एकाडेमीमा। आज हामी सिक्ने छौं ता ता ची चु ते तो। हामीले नेपालीमा पढ्दाखेरि ता ती तु ते तो पढ्छौं हैन त, तर जापानिजमा अलिकति फरक छ। के फरक छ भन्दाखेरि पहिला ता ची चु ते पढ्ने। ता गरेर प्लस जस्तो बनाउने हैन, प्लस जस्तो बनाएर त्यसपछि यहाँ इक्वल टु गर्दिने। प्लस प्लस जस्तो बनाए त्यसपछि यहाँ तल यसको तल इक्वल टु। यो हाम्रो भयो ता। ची ची भनेको हामीले ट बनाउँछ नि, ट। हाम्रो ट कस्तो हुन्छ ह, ट हुन्छ नि यसरी उल्टो। टको हाम्रो ची त्यस्तै हुन्छ, सेम लगभग, तर उल्टो हुन्छ। यो हाम्रो ची हो हैन। आगामा पानको पात झुन्डे जस्तै पनि सोच्न सकिन्छ यसलाई। यताबाट बनायो, यो यताबाट पानको पात भयो नि। पानको पात भने पिपलको पात जस्तै बनाइदियो, आगामा झुन्डिरहेको। यो हाम्रो ची। अब चु। चु के गर्ने, हामीले अघि पढाएको थियौं नि, छाताको डन्डी सु सी सी सरी सी पढाएको थियौं नि। यो सी लाई हामीले यसरी लेख्नु पर्छ। यसरी लेख्यो भने यो चु हुन्छ ल। यसलाई यसरी यस्तो छाता अलि बाङ्गो गरेर राखिदिएको छ हैन। छाता बाङ्गो गरेर राखिदियो भने चु भयो है त। छाता सिधा गरेर राख्यो भने के हुन्छ हाम्रो, छाता सिधा गर्यो भने सी हुन्छ। छाता बाङ्गो गरेर हैन यस्तो राख्दियो, भुइँमा राख्दियो भने चु हुन्छ ल। ता ची चु। अब हामी पढ्ने छौं ते। ते है, ते हामीले नेपालीको 8 थाहा छ नि। 8 हामीले कसरी बनाउँछ हो, नेपालीमा 8 बनाउँछ नि हो, यही हो ते। ते भनेको नेपालीको 8 जस्तै छ है। दिमागमा एउटा एउटा यसरी इमेज गर्ने के। ओके, ते। त्यसरी आएन भने हामीले त्यो फोरहरु उठाउँछ नि, त्यो जस्तै बुझेर पनि बुझ्न सकिन्छ, अथवा बेल्चा भनेर बुझ्न सकिन्छ हैन। सर्प भनेर पनि बुझ्न सकिन्छ। यो सर्प जस्तै छ नि। सर्प जस्तो जसरी इमेज गर्दा नि हुन्छ के। त्यो भइहाल्यो। अनि त्यसपछि हाम्रो तो। तोमा हामीले के गर्ने, ओके, त्यसरी पनि याद गर्न सजिलो है। बनाउन त हुन त सानो बनाउनु पर्छ। हामीले यो सी बनाएको थियौं नि, सीमा अलिकति यस्तो गर्दियो भने तो हुन्छ। तर सी अलिकति हामीले ठाडो बनाउँछौं हैन। तोको लागि हामीले के अलिकति मात्रै यस्तो गर्नुपर्छ। अनि त्यसपछि यहाँ ओके, यो भयो हाम्रो तो। फेरि मैले सब लेख्छु है त, सब लेख्छु हैन त ल। प्लसको इक्वल टु गर्ने ता, ट जस्तै बनाए हैन, उल्टो ची अथवा पानको पात, ता ची। त्यसपछि छाता भुइँमा राख्यो चु। त्यसपछि 8 बनायो ते। त्यसपछि तोको लागि हामीले यस्तो गरेर ओके, यतिसम्म याद भयो। ता ची चु ते तो। ता ची चु ते तो है त। ता ची चु ते तो। ता ची चु ते तो। अब मैले तपाईलाई धन्यवाद। आजको भिडियो यति हेरिदिनु भयो भने हैन, पक्कै पनि तपाईलाई केही न केही हिरागानाको बारेमा थाहा भयो होला। हिरागाना पछि मैले यसलाई हिरागानाले कसरी लेख्ने त्यो सिकाउँछु। त्यसपछि काताकानामा पढ्ने छौं। काताकाना पढेर त्यसपछि हामी मिनिङहरु कोक्ने छौं है त। मिनिङहरु पनि पढाउने छु।
माफ गर्नु होला यो भिडियो अलिकति ठुलो भयो, लामो भयो हैन, तर यो भिडियोलाई तपाईहरुले पुश गरेर हैन रिपिट गरेर पनि हेर्न सक्नुहुन्छ। मलाई विश्वास छ मैले जुन तरिकाले तपाईहरुले यो लेख्न सिकाएको छु यो तरिकाले तपाईहरुलाई इमेज गर्न कुनै पनि चीज याद गर्नलाई त्यसको इमेज चाहिन्छ। मैले त्यो इमेजिङ गरेर यो भिडियो बनाएको छु। पक्कै पनि तपाईहरुलाई यो उपयोगी हुनेछ भन्दै म यो भिडियो यही रोक्छु। हस्त नमस्ते, धन्यवाद।